Hello guys, namaste and welcome to my video. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आराम कुशल छु र अहिले चाहिँ म चाहिँ कपन गुम्बा जाँदै छु अनि कपन गुम्बा चाहिँ मेरो फर्स्ट टाइम आज स्पेशल बुद्ध जयन्ती अनि बुद्ध जयन्तीमा चाहिँ कपन गुम्बा पनि खुल्छ भनेको सुनेको छु। I don't know खुल्छ कि खुल्दैन अनि अब त्यहाँ के कस्तो हुन्छ त्यसको भिडियोहरुको क्लिपहरु लिने कोसिस गर्छु हैन। हावा चलिरहेछ सरर अनि मेरो साथमा चाहिँ पछाडी दिदीहरु पनि आउँदै हुनुहुन्छ के अनि कस्तो मिठो हावा चलिरहेको आमा सो बुद्ध जयन्तीको दिन कपन गुम्बा खुल्छ भनेर जाँदैछौँ। अब हेरौँ म चाहिँ अहिलेसम्म गएको छुइनँ अनि कपन गुम्बा चाहिँ स्पेसली बुद्ध जयन्तीको बेलामा मात्रै खुल्छ। त्यहाँनिर अरूको लागि चाहिँ पर्मिसन छैन, अरू दिन जानको लागि पर्मिसन छैन। सो यहाँ हेर्नुपर्छ। अहिले चाहिँ हामी चाहिँ यहाँनिर यो कपन गुम्बाको छेउमा आइपुग्यौँ अनि यहाँको रोडहरू चाहिँ यस्तो राम्रो बनेको छ हैन। अनि यताबाट साइडमा यस्तो छ है, यो चाहिँ कपन गुम्बा हो। कपन गुम्बाबाट परतिर देख्ने भ्यू चाहिँ यस्तो छ। अनि अब हामी चाहिँ यहाँबाट कपन गुम्बातिर जाँदैछौँ। सो साथीहरू चाहिँ सबै अगाडि पुगिसक्यो अनि म र पवित्र पछाडि छौँ। एकदमै धेरै गर्मी छ। फाइनली गाइज हामी चाहिँ यहाँ कपन गुम्बाभित्र छिरिसक्यौँ होइन। अनि यहाँ चाहिँ कपन गुम्बाको गेट अनि यहाँबाट चाहिँ हामी माथितिर जाँदैछौँ। म चाहिँ फर्स्ट टाइम आएको दौडेर आएको कस्तो सास लाग्यो यस्तो रहेछ यहाँ। हामीलाई भित्र मोबाइल लगेर भिडियो खिच्न पाइन्छ नि आइडोन्ट नो है। डर लाग्दै भिडियो बनाउँदैछु, भित्र भिडियो खिच्न पाइन्छ कि पाइँदैन थाहा छैन। अब यहाँबाट माथितिर चाहिँ यस्तो छ है। अनि अब हामी यहाँबाट फोटोहरू खिच्छौँ। ओ वाउ कस्तो राम्रो है। म चाहिँ फर्स्ट टाइम आएको हो नि त अनि त्यही भएर थाहा छैन। अब के हो ध्यान केन्द्र प्रवेश निषेध भनेको छ। त्यहाँबाट उता चाहिँ होइन, कताबाट जाने हो हामी? ल यहाँबाट त होल काठमाडौँ मम्मी मेरो साथ दौड्यो। यहाँबाट झन्डै नानी आउन खोजिरहेको कसको फोटो खिच्नु पर्यो? मिस्टर माहिरको। खोइ भनेको खोइ मलाई थाहा छैन र क्या। थाहा छैन भनेको के रे अझ क्या। थाहा छ रे। यहाँबाट त होल भ्यू देख्दो रहेछ है। एयरपोर्ट पनि देख्दो रहेछ, पशुपति अनि यता के हो बौद्ध, यता साइड गोकर्ण भयो अनि यता चाहिँ काठमाडौँको होल भ्यू। होल त नभनौँ, जति पनि देख्नुपर्ने चाहिँ यहाँबाट देखिँदैछ है। कपन एरिया चाहिँ सबै देखिँदैछ है। ल काठमाडौँ सिटी कस्तो राम्रो भ्यू देख्यो कि यहाँबाट। अझ आज वेदर पनि अलिक सफै भएछ, थ्याङ्क गड। अहिले चाहिँ यहाँबाट माथितिर जाँदैछौँ अनि यहाँबाट माथितिर जानु हो। त्यही त फेरि माथितिर जान दिन्छ कि दिँदैन थाहा भएन। एन्ड ओ माई गड यहाँ के लेखेको छ है, कहिले पढिरहनु। डर पो लाग्दो रहेछ क्या, फर्स्ट टाइम आएको भएर होला कस्तो डर लाग्दो रहेछ। हामी चाहिँ अब यताबाट माथितिर जाँदैछौँ। जानु दिन्छ ए दिँदो रहेछ ल। ओह वाउ नाइस, कति आनन्द के पिस। हामी चाहिँ अब यहाँबाट चाहिँ एक राउन्ड लाउँछौँ अनि यहाँ आउँदा चाहिँ छुट्टै आनन्द क्या पिस पनि रहेछ है। यहाँ बस्ने ठाउँहरू हुन्छ। अझै यहाँबाट उता साइडमा के छ गुम्बा छ। वाह कस्तो राम्रो हावा। यहाँनिर चाहिँ बुद्ध जयन्तीको बेलामा मात्रै यो गुम्बा खुल्ने भएको भएर चाहिँ
मान्छेहरू प्राइभेट क्याम्पिङमा मात्रै आउने गर्छ अरू बेला चाहिँ हामीलाई पर्मिसन छैन है भिडियो भने अनि अहिले चाहिँ यहाँनिर चाहिँ म चाहिँ ठ्याक्कै यो ट्रीको अगाडि छु अनि हामी एक राउन्ड त घुम्छौँ होला हामी चाहिँ यहाँनिर यो कपन गुम्बाको भित्र छौँ अनि यहाँ चाहिँ यस्तो राम्रो भ्यू रहेछ अनि यस्तो राम्रो ठाउँ रहेछ होइन अनि हामी चाहिँ फर्स्ट टाइम आएको है अनि एकदमै घाम लागेको छ हामीले डरे पनि घुम्न चाहिँ एकदम मजा लागिरहेछ अनि यसको साइडमा सानो सानो स्तूपहरू रहेछ अनि सुरुमा चाहिँ भिडियो खिच्न पाइँदैन जस्तो लागेको थियो तर भित्र छिरिसकेको छ भिडियो फोटो सबै खिच्न पाइँदो रहेछ अनि यहाँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अहिले चाहिँ यहाँ पनि यस्तो छ है अनि यसको साइडमा यस्तो छ अब हामी चाहिँ तलतिरबाट यसरी जान्छौँ अनि यहाँ चाहिँ सबै आर्टिफिसियल त्यो देखिरहनु भएको फुल चाहिँ आर्टिफिसियल हो यो चाहिँ मलाई नि खाइदियो भरे मैले धेरै त बनाएन नि तिमी कहाँ गयौ म कहाँ भएँ अनि त्यसपछि आज हाम्रो धेरै भिडियो पनि छैन फोटो पनि छैन है दुईजना चाहिँ सँगै हेरेको छ त्यही भएर दुईजना सँगै